आज मार्च 14 तारिक 2026 हामी 7 जना घरबाट वर्षे घुम्नको निम्ति निक्लिसकेका छौँ। घरमा बस्दा बस्दा वाक्कै लागेर यो दिमागलाई फ्रेस हावा खुवाउनको निम्ति हामी गाडीमा 7 जना बसेर वर्षेतर्फ लाग्यौँ। अनि जाँदै गर्दा बाटोमा यसरी हामीले सुन्दर सुन्दर दृश्यहरू देख्न पायौँ। रोड मास्तिर रोड मुनतिर गुराँसै गुराँस फुलिरहेको हामीले बाटोमै प्रशस्तै भेट्न पायौँ। अनि हामी कोही ठाउँ त बाटो भुलेर अर्कै बाटो पनि गएका थियौँ। तर हामीले त्यहाँ बाटो भुले तापनि त्यहाँका स्थानीयले हामीलाई सही बाटो बताए बमोजिम हामी त्यही बाटो पहिलाउँदै हामी अघि बढ्यौँ। सुन्दर सुन्दर गाउँघर हुँदै हामी वर्षेको यात्रामा अघि बढिरहेका छौँ। Thank you. अहिले भने चाहिँ हामी हिले वर्षे पुग्न लागेका छौँ। अनि यो सुन्दर बाटो हुँदै रोड मास्तिर रोड मुनतिर गुराँसको फुलै फुल फुलिरहेको, गुराँसकै बोट मात्रै भइरहेको बिचबाट छिरेर हामी वर्षे पुग्न लागेका छौँ। अनि ठाउँ ठाउँमा यसरी उसियोले पनि हामीलाई स्वागत गरिरहेको देख्न पायौँ। र यसरी धेरै बेरको यात्रा बाद हामी वर्षे जाने
गेटमा आइपुग्यौँ र आइपुग्दाखेरि गेटको अगाडि यसरी गुराँस चाहिँ मजाले सुन्दर तरिकामा फुलेको देख्न पायौँ र हामी यहाँ गेटमा आएर एकछिन हामी यहाँ बिसायौँ। यहाँबाट चाहिँ हाम्रो वर्षेको यात्रा सुरु भयो। वेलकम टु वर्षे रोडोडेन्ड्रन सेन्चुरी। र यहाँबाट चाहिँ हाम्रो ट्रेकिङ सुरु भइसकेको छ र हाम्रो ग्रुप चाहिँ यसरी वर्षे जुन ठाउँमा धेरै फुल फुल्छ त्यो ठाउँलाई हेर्नको निम्ति हाम्रो ग्रुप चाहिँ यहाँबाट हिँडिसकेको छ। यसरी हातमा लट्ठी लिएर मनमा जोस भरेर हामी अघि बढ्यौँ। कर्सी पर्दैन हामी चाहिँ ल सबै गुनासो भिडियोमा पुग्नु पऱ्यो। अब बाटो चाहिँ अलिकति यो खराब बाटो चाहिँ भिडियोमा देखाएन भन्ने कुरा हाम्रो यहाँ यात्रीहरूको गुनासो। यो हिलो बाटो बिग्रेको बाटो चाहिँ किन भिडियोमा देखाएन भन्ने कुरा यहाँ उठेको छ। यो बाटोहरूलाई अलिकति मर्मत गरेर अलिकति सजिलो प्रकारले पानी परेको कारणले गर्दाखेरि चाहिँ कति ठाउँहरूमा यसरी हिलोहरूलाई हामीले सामना गर्न पर्यो। वर्षे जान्न टाढो 4 किलोमिटर बाटो लामो हामी चाहिँ अहिले 1 किलोमिटर हिँडिसकेको अवस्थामा छौँ हो। अझै यहाँबाट हिँड्नु पर्ने चाहिँ 4 किलोमिटर अझै डल्लै छ। अनि 1 किलोमिटर हिँड्दा नै हजुर लु फोटोमा भिडियोमा फुलको मात्रै दृश्यहरू आउँछ तर यो बाटोको चाहिँ आएन हो। अनि यो पुरा बाटो चाहिँ भिडियोमा आउँदैछ। पुरा के अरे त्यो घोडाको पोटीहरू पुरा रहेछ चिप्लेर लड्छ। अहिले हामी चाहिँ वर्षको यात्रामा हो तकरिबन हामी 2 किलोमिटर चाहिँ हामीले हिँडिसकेका छौँ। अनि एकदम आजको दिन चाहिँ एकदम चिसो जाडो भइरहेको छ हो। अनि फगी लागेर अनि बाटो चाहिँ राम्रो लाग्यो। अनि यहाँसम्म आउँदाखेरि चाहिँ बाटो जग्गा चाहिँ अब अलिकति हिलो टाइपको बाटो हो। अनि कति चाहिँ राम्रै बाटो छ। अनि अब चाहिँ हामीलाई 3 किलोमिटर चाहिँ अझै हामीलाई हिँड्नु परिरहेको छ। अनि हाम्रो आधी टिम चाहिँ यहाँ पर पुगेको छ। अनि हामी चाहिँ यहाँ बिचमा रोकेर केही भिडियोहरूलाई फोटोहरूलाई खिचिरहेका छौँ। यो दृश्य तपाईँलाई देखाइरहेका छौँ, हेर्नुहोस्। अझै यहाँभन्दा पनि दामी दामी कुरा चाहिँ अझै पर नै छ। हाम्रो टिमहरूले हरेस खाएको अवस्थामा यहाँबाट चाहिँ अब वर्ष 1 किलोमिटर रहेको छ, आइपुग्नु आँट्यो। अब एक कष्ट गऱ्यो भने चाहिँ हामी पुगिन्छ वर्षेको मेन लोकेसन जहाँ चाहिँ हामी गएका जाँदैछौँ।
अनि हामी फाइनली मेन लोकेसनमा आइपुग्यौँ। अनि जुन आशा जुन एक्सपेक्टेसन हामी लिएर आएका थियौँ अनि त्यो सबै खोलाले स्वाट्टै बगाइदियो। यहाँ त गुराँसको फुल फुलेको छैन रहेछ, भर्खर कोपिला मात्रै लाग्दो रहेछ। अनि मनमा धेरै अशान्ति हुन थालिहाल्यो। अघिसम्म खुसी थियो मन, अब न्यास्रो भयो। त्यत्रो 5 किलोमिटर हिँडेर आयौँ तर गुराँसको फुल चाहिँ पटक्कै फुलेको थिएन। वर्ष ट्र्याक गरेर चाहिँ हामी यहाँ थाकेको अवस्था हो। यहाँ बसेर अब के थकाइ मेट्न आँटेको। त्यत्रो दुःख गरेर हामी वर्षमा गुराँसको फुल हेर्नको निम्ति कष्ट गरेर 5 किलोमिटर हिँडेर हामी यहाँ आयौँ तर गुराँसको फुल चाहिँ फुलेको थिएन। मात्र कोपिला मात्रै, जङ्गल हरियो फुलेको थिएन। तर यसरी एउटा फुल ठुटामा फुलेको होइन, यो कसैले चुडेर फ्यालेको रहेछ। मैले गाडेर भिडियो चाहिँ गरेँ। थ्याङ्क यू सो मच।